फागुन 21 गतेको प्रतिनिधि सभाको निर्वाचनमा हामीहरू गएका थियौं भने त्यो निर्वाचनको सामना हामीले कसरी गर्नु पर्थ्यो भन्ने कुरा निर्वाचित भएको 18 जना उम्मेदवारले पनि राम्रोसँग बुझ्नु भएको छ। हामी निर्वाचित हुन नसकेको तर प्रतिस्पर्धा गरेको 147 जना उम्मेदवारले पनि राम्रोसँग बुझेका छौं। जो निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारका निम्ति मत माग्न आउनु भएन वा मत हाल्न जानु भएन उहाँहरूले यसको बारेमा अनुमान लगाउन सक्नुहुन्न। त्यसैले विशेष महाधिवेशन गरेर कहीं कतै कमजोरी पो गर्यौं कि भन्ने कुराको बारेमा एक निमेष पनि अलमल लिएर म यो निर्णयमा पुगेको थिइन। कुनै दबावबाट पनि निर्णयमा पुगेको होइन। किनकि मैले अघि नै भने जसले मत माग्नु भएन वा जो मत हाल्न जानु भएन राजीनामा गरे पनि राजीनामा नगरे पनि यसका बारेमा टिप्पणीहरू के हुन्छन् भन्ने कुरा ती धेरै मेरा निम्ति सरकारको वा प्राथमिकताका विषयहरू रहेनन्।